सो गाइज हामी चाहिँ फिक्कल जाँदैछौँ मिनी मेलामा हाम्रो भक्ति दाजुलाई भेट्नको लागि। सो हामी चाहिँ मेलामा पुगेर भेटौँ है त। सो फ्रेन्ड हामी चाहिँ मेलामा पुगिसक्यौँ, हेर्न सक्नुहुन्छ एकदम रमाइलो रहेछ। अनि हामी चाहिँ भर्खर इन्ट्री भएको है त। सो हामी चाहिँ भित्र पसिसक्यो, हाम्रो दाइ चियालाई भेटेको छौँ। दाइ चियासँग गफगाफ गरेर हामी चाहिँ लाग्यौँ। राइजिङ बोइज इन्टरटेनमेन्ट इन्डियाबाट चाहिँ पहिलो पटक फिक्कल मानिक्याम्प मिनी मेलामा लिएर आएका छौँ, बोलाएका छौँ। हाम्रो निम्तोलाई सहर्ष स्वीकार गर्दै आउनुभएको छ राइजिङ बोइज इन्टरटेनमेन्टका टिम। पर्यन्त यतिको मायाले पुग्दैन अरे उहाँहरूलाई, अझै चाहिन्छ अरे उहाँहरूलाई माया। भक्तेको टिम बोलाउँदैछौँ हामी। पछाडि बस्नुहुने दर्शक महानुभावहरूलाई पनि धेरै गाह्रो भएको होला। यद्यपि बाहिरबाट मेरो आवाज सुन्दै हुनुहुन्छ भने तपाईँहरू अझै पनि भित्र प्रवेश गर्न सक्नु। बोलाउनु त हामी बोलाउ एकछिन ल, म सोध्छु ल उहाँहरूलाई। भक्तेलाई बोलाउनु। एकैछिन व्यस्त पो हुनुहुँदो रहेछ, हेर्नु न कस्तो धेरै भिड। हामी सबै भक्तिको फ्यान हो कि चित्रेको पनि हौ? ओके ओके भक्तिलाई म स्टेजमा बोलाउनु गइरहेछु है। भक्ति भन्नु न। कम 5 4 3 2 1 भक्ति आइज भाइ, मेरो भाइ आइज। यहाँ धेरैले पर्खिरहेको छ तँलाई। को छ मन पराउने? भक्ति मन पराउने को छ? मन पराउने, मन पराइ हामीलाई सपोर्ट गर्ने कतिजना हुनुहुन्छ? थ्याङ्क यू इलाम फिक्कलबाट है। र भक्ति आइज। धेरै टाढाबाट तपाईहरूलाई भेट्नको निम्ति यहाँनिर आइसकेको छौँ हामी। मुटुम थर्केता हो। नमस्ते फिक्कल। पाइसकेको छ स्यालहरू साइड भन्नु भएको छैन है। र यहाँनिर विशेष कारण त मेरो आन्टीहरू कहाँतिर छ? आई लभ यु भन्नु सक्दिन, अर्काको बुढी हो। तिनीहरूलाई के अब बिचरा निर्दोष छ हो कि होइन? नेपालको जोय हुनु मन छ मलाई चाहिँ। ओइ भक्ति भयो, अब तेरो जाने भयो। को मन पर्यो भन्? मलाई सबै मनपर्छ, के गर्नु अब। सबै मन परेर कहाँ हुन्छ त? सबैजना सिङ्गल कहाँ होला त? कतिजना मिङ्गल पनि त होला। सिङ्गल होस् या मिङ्गल, मन पर्यो भनेपछि मन पर्यो। मलाई हावा बतास तुफानले पनि रोक्नु सक्दैन। तैँले पनि मन परायो भने चाहिँ उनीहरूले पनि मन पराउनु पऱ्यो नि। ल किन मन पराउँदैन? मलाई मन पराउँछ, तेरो बुढीले मन पराउँछ। बुढीपट्टि नजाए टाउनसिप ला त समयमा उकालो जानलाई। अब जुवाई चाहिँ यही हो, टलमाटल ह्यान्डसम हो नि। अब के भन्नु है। अब यो चाहिँ सबैजना मेरो ससुराआमाहरूलाई है, ज्वाइन चाहिँ यही हो, ह्यान्डसम टलमाटल, वर्ल्डको सबसे नम्बर 1 नेसनल क्रस, इन्टरनेसनल क्रस होइन। अब कमाइको बारेमा सोध्नुहुन्छ भने 10-15 हजारको त म चक्नै खाइदिन्छु पापा। छोरीलाई म रानी बनाएर राख्छु, रानी। म राजा भए म नेपालबाट लाने विचार छ। जाने हो कि होइन हौ? दिने हो कि होइन हौ? तर के
गर्नुपर्छ र सबैजनालाई म अब एकछिन हेलो हेलो सबैजनालाई यतादेखिको उतादेखिको यता सबै ला लो ओइ दादा नि मलाई अम्बो एउटा केटीले कि क्या आई लभ यु भन्दिन् दादा क्या राम्रै थियो त्यो केटी त अम्बो के भन्छ लक्ष्मी घोप्टेले फेरि मरेको यहाँ दादा साँच्ची भनेको कस्तो राम्रै थियो नि दादा त्यो केटी त आम्मा आई लभ यु भन्थ्यो कि म त हेरेको भएँ दादा भगवानले यो हात 5 वटा अम्ली भात खानुको लागि मात्रै दिएको मैले कुट्नुको लागि दिएको है फेरि भगवानले यो जान्छ कि खाउ कुटी जान्छ मलाई मैले बिना पत्तामा तँलाई किन हात लाउनु खुट्टा लाउँथे त म लगाइहाल्छु किन के भनेर कुच्चै झ्यापुताले आई लभ यु भन्यो आई लभ यु भन्यो मलाई मन पराउँछु भन्दै भन्यो नि त ए राम्रो वर्ड जस्तो लाग्दैछ तँलाई आई लभ यु के हो नराम्रो हो दादा मैले यहाँ हेर्दा नानी यहाँ हेर मलाई मेरो बुढी त छ नानी 3टा छ 3टा नानीले महिनामा 60-70 हजारको पेम्पस लगाइदिन्छ अहिलेकोलाई थाङ्ना बाँधेर हुँदैन बुझिस् फेरि मुछ 2 मिनटमा बाउभन्दा छिट्टो किन तपाईँले मुथ्यो क्या दादा होइन मुटु त मुथिन अब अलिकति चुप लागा कुकुर अन्त लुगा फाटा लगाइदिनु पर्यो नाङ्गा डुलायो भने फेरि के गरेको नि भन्छ छिमेकी तपाईँले त कट्टी लाउँथेन अरे दादा हिजो अस्तिसम्म अब यस्तो नहटाउनु नभल अन्त फेरि यहाँ भाउजू छ त्यत्रो खर्च पानी केले गर्दा भएको केले गर्दा दादा आई लभ युले केले गर्दा आई लभ युले फेरि भाउजूले फेरि लिपस्टिक लाउँछ रातै हो त्यो पनि फेरि कहाँको यहाँको महिना बाहिर देशको लाउँछ पैसा कहाँबाट जमिनबाट उम्रिन्छ कि आकाशबाट झर्छ हेलो हेलो कहाँबाट त्यो सब केले भएको केले भयो दादा आई लभ युले भयो यो दादा अहिले रुनु बन्द गर्छ कि एकै घुसीमा स्विच अफ पार्नु यहाँ त्यहाँ त्यति मात्र कहाँ हो त छिमेकीको बुढीले अस्ति 12,000को साडी किनेछ कि कति राम्रो पनि नगरेको छ नि यो दाजु खालि नराम्रो भन्छ हौ के राम्रो गर्यो तपाईँ पहिला नालीमा सुतिहिँड्दा त रक्सी छोडेर आई लभ युले राम्रो भयो दादा बिहा गरेर राम्रो मैले अहिले सोच्दाखेरि चाहिँ नि रक्सी खाँदा नालीमा सुत्नु बेस जस्तो लाग्छ अहिले सम्झिँदा लौ त्यही जिन्दगी बेच्ने हो किचकिच पनि सुन्नु नपर्ने बुझिस् अन्त छिमेकीको बुढीले अस्ति 12,000को साडी किनेछ घरको बुढीले पनि 12,000कै साडी किनिदिनु अरे आई लभ युको नदी अनि यहाँ दाजु हेर दादा त बित्थाको नबनेर त गए भनेको जस्तो रक्सी खानु पाउँदिन भनेको जस्तो लुगा लाउनु पाउँदिन कट्टु देखा भने लास्टिक मात्रै छ लास्टिक त्यो पनि अर्काले दिएको आफ्नो छैन सोच्नुपर्छ धेरै यो सब आई लभ युले भएको म आई लभ युले निस्केको तपाईँहरू सबै आई लभ युले निस्केको